दर्शकवृन्द नमस्ते। कार्यक्रम कम्युनिटी हलचलमा स्वागत छ। म सूर्य थापा। दर्शकवृन्द कार्यक्रम कम्युनिटी हलचलको ढर्रा अलिकति फेरेर आएका छौँ। यो हप्ताबाट हामीले कार्यक्रम कम्युनिटी हलचललाई विशेष गरी अमेरिकामा भएका विभिन्न खालका गतिविधिहरूलाई समेटेर कार्यक्रम कम्युनिटी हलचल बनाउने प्रयास गरेका छौँ। दर्शकवृन्द, व्हाइट हिमाल टेलिभिजन सदैव नेपाल र नेपालीसँग सरोकार राख्ने विभिन्न गतिविधिहरूलाई समेट्दै आएको छ र विशेष गरी यसबाट अमेरिकामा रहेका नेपालीहरूलाई हामीले नेपालको बारेमा सँगसँगै अमेरिकामा भएका विभिन्न गतिविधिहरू संसारभर छरेर रहेका नेपालीहरूलाई देखाउने प्रयास गरिरहेका छौँ। कार्यक्रम कम्युनिटी हलचलको यो नयाँ अङ्कमा हामीले विशेष गरी अमेरिकामा भएका गतिविधिहरू समेट्ने क्रममा आजको कार्यक्रमको पहिलो रिपोर्टमा गत साता अमेरिकाको न्युयोर्कको एउटा विशेष कार्यक्रमलाई पहिलो रिपोर्ट बनाएका छौँ। दर्शकबिन, यतिखेर संसारभर विभिन्न कारणले अशान्ति मचिरहेको छ। हो, मानिसहरूबीच लडाईँ पैदा भइरहेको छ र मानिसहरू धर्म, राजनीति र विभिन्न बहानामा लडिरहेका छन्। यतिखेर संसारभर भइरहेको यो लडाईँलाई, मानव बीचको लडाईँलाई अन्त्य गर्दै संसारभर शान्तिको कामना गर्दै न्युयोर्कमा रहेको रिजोड नेपाली समाजले एउटा फरक खालको कार्यक्रम गरेको छ, जुन विश्व शान्तिको कामना गर्दै महारुद्राभिषेक नाम दिएको यो विशेष कार्यक्रममा अलिकति फरक खालको थियो र संसारभर पैदा भइरहेको अशान्तिलाई शान्ति कायम गर्नको लागि कामना गरिएको थियो। आउनुहोस् हेरौँ कार्यक्रम कम्युनिटी हलचलको यो पहिलो रिपोर्ट। हरिः ओम पुनर्जनेनः प्राय विभिन्न खालका पार्टीहरू गरिने न्युयोर्कको आउटसाइडमा रहेको सगरमाथा हल गत सोमबार अलिक फरक देखिन्थ्यो। सगरमाथा हलमा छिर्न साथ कुनै बाजाहरू बजेको थिएन। त्यहाँ त संस्कृतका श्लोकहरू सुनिन्थ्यो। प्रसङ्ग थियो विश्वभर भइरहेको अशान्ति र मानिसहरू बीचको लडाईँको अन्त्यका लागि प्रार्थना गर्दै रिजोड नेपाली समाज न्युयोर्कले श्रावणको पहिलो सोमबार पारेर महारुद्री कार्यक्रम गरेको थियो। स्वामी बालगोपाल ब्रह्मचारी तथा पण्डित हरिनारायण सापकोटाको विशेष पूजामा गरिएको कार्यक्रममा मानव जीवनमा शान्ति प्राप्ति कसरी हुन्छ भन्ने विषयमा विशेष प्रवचन समेत गरिएको थियो। हाथ में अक्षता और फूल लेकर के भगवान शिव का पंचाक्षर स्तोत्र का आराधना करिए। नागेन्द्रहाराय त्रिलोचनाय भस्मांगरागाय महेश्वराय नित्याय श्रद्धाय दिगंबराय तस्मै नकाराय नमः शिवाय मंदाकिनी सरिता चंदिल चर्चिताय
नीलकण्ठाय वृषभुजाय तस्मै शिकाराय नमः शिवाय वसिष्ठकुम्भोद्भवगौतमाय मुनीन्द्रदेवाय शिशशेखराय चन्द्रार्कवै सुमनलोचनाय तस्मै वकाराय नमः शिवाय यक्षस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय दिव्याय देवाय दिगम्बराय। न्युयोर्कको वुडसाइडमा रहेको सगरमाथा रेस्टुरेन्टमा गरिएको विशेष पूजामा न्युयोर्कका विभिन्न क्षेत्रबाट आएका भक्तालुहरूको उत्साहजनक सहभागिता रहेको थियो। विश्व शान्तिका लागि गरिएको महारुद्रीमा 50 जनाभन्दा धेरैले प्रत्यक्षकर्ता बनेर पूजामा सहभागिता जनाएका थिए भने 350 भन्दा धेरै भक्तालुहरू दर्शनका लागि उपस्थिति जनाएको रिजुड समाजले जनाएको छ। नेपाली समाजमा विभिन्न खालका पूजाहरू देखिने गरे पनि बरफका शिवलिङ्गहरू बनाएर गरिएको महारुद्री फरक र रोचक देखिन्थ्यो। पक्कै पनि निकै सराहनीय छ। न्युयोर्कको रिजुड समाजले विश्व शान्तिका लागि गरेको प्रयास शुभकामना छ। रिजुड समाजले चाहे जस्तै विश्वभर मानव बीच भइरहेको लडाईँको अन्त्य होस् र विश्वभर सद्भाव फैलियोस्। दर्शकवृन्द, कार्यक्रम कम्युनिटी हलचलको पहिलो रिपोर्टपछि अब लागौँ दोस्रो रिपोर्टतर्फ। यतिखेर नेपालमा राजनीतिक दलहरूबीच आपसमा लडाईँ लड्नुका सँगसँगै आन्तरिक रूपमा पनि नेपालका राजनीतिक दलहरू विवादमा फसिरहेका छन्। नेपाली काङ्ग्रेस पनि आन्तरिक विवादमा फसिरहेको छ। तर यतिखेर हामी कुराकानी गर्दैछौँ अमेरिकामा रहेका नेपाली काङ्ग्रेसका शुभचिन्तक तथा कार्यकर्ताहरूले नेपाली काङ्ग्रेस विवादमा फस्नुका सँगसँगै बीपीको सिद्धान्तलाई बिर्सेर यतिखेर आफैमा लडिरहेको छ भनेर नेतृत्वप्रति कडा आक्रोश व्यक्त गरेका छन्। गत साता न्युयोर्कमा भएको 49औं बीपी जयन्तीका सँगसँगै मिचिगनमा भएको नेपाली काङ्ग्रेसको अधिवेशनमा पनि नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले नेतृत्वप्रति कडा आक्रोश व्यक्त गरेका छन्। आउनुहोस् हेरौँ कार्यक्रम कम्युनिटी हलचलको यो दोस्रो रिपोर्ट। नेपाली काङ्ग्रेसको विवादलाई खबरदारी गर्दै अमेरिकाबाट दिएको यो सन्देशलाई समेटेर तयार पारिएको छ। नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरले गत बिहिबार 49औं बीपी जयन्ती मनाएको छ। नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको जयन्ती दिवसमा सहभागी काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले वर्तमान नेतृत्वले बीपीको सिद्धान्तलाई आत्मसात गर्न नसकेको भन्दै नेतृत्वप्रति कडा आक्रोश व्यक्त गरेका छन्। पूर्व सभासद एवं कानुनविद राधेश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले नेतृत्वले माओवादीलाई पछ्याएको भन्दै माओवादीका सामु नझुक्न नेताहरूलाई खबरदारीको सन्देश दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता त्रैलोक्य प्रताप सेनले काङ्ग्रेसले बीपीको सिद्धान्तलाई आत्मसात गर्न नसकेको स्वीकार गर्दै गिरिजाप्रसादलाई समेत चुक्याउन सफल माओवादी अहिलेका सभापति सुशील कोइरालालाई अनेक लोभ देखाउँदै चुक्याउन लागि परेको भन्दै
नेतृत्वलाई माओवादीको सामु नझुक्न आग्रह गर्नुभयो। दादा श्रीलाई अब अहिले चाहिँ प्रधानमन्त्री तपाईँ हुनु सुशील दाई भनेर पुनर्स्थापना संसदको गराउनु होइन। कानुनी रूपले के भन्छ हाम्रो वरिष्ठ अधिवक्ता हाम्रो साथीहरूलाई थाहा होला। हामीले यस्तो बाहिरबाट हेर्दाखेरि यो हामी चाहिँ नि एकदम त्यो ओह्रालोतिर सक्दिने ठेकातिर जाँदैछौँ। माओवादीहरू आर्थिक तथा सामाजिक रूपमा उद्दण्ड भएर लागि परेको आरोप लगाउँदै नेता सेनले अहिलेको निकास भनेको निर्वाचन मात्र भएको दावी गर्नुभयो। कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक खगेन्द्र जीसीले व्यक्तिगत स्वार्थ त्यागेर पार्टीको हितमा काम गर्न नेतृत्वलाई आग्रह गर्नुभयो। यो चाहिँ के भन्दाखेरि चाहिँ देशलाई नै धाराशाही पार्ने स्थितिमा हामीहरू चाहिँ दिन प्रतिदिन नेगेटिभले गइरहेको अवस्था भइरहेको हुनाले अब हामी चाहिँ के भने नेपालदेखि बाहिर बस्ने जुन नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ अब यस्तो खालको चाहिँ बिपीको कुरामा पनि चाहिँ के भने उहाँलाई लिएर हामीहरू सबै अगाडि गएर युनाइटेड भएर कसरी चाहिँ हामी नेपालमा डेमोक्रेसीलाई अगाडि बढाएर हाम्रो त्यहाँ रहनुभएका दाजुभाइ दिदीबहिनीहरूको भविष्य पनि राम्रो होस् भन्ने विषयमा अगाडि बढ्न सक्छौँ भन्ने कुरामा चाहिँ हामी विचार गरौँ। हामी पनि यो चाहिँ के एकअर्कामा भएको यो मनमुटाव र यो पार्टी त्यो पार्टी भन्ने छोडेर एकचोटि अब अहिलेको क्रिटिकल जङ्सनमा चाहिँ युनाइटेड भएर अगाडि बढौँ र त्यति गरेको खण्डमा नै डिपीले चाहिँ गरेको जुन एउटा सपना छ त्यसलाई हामीले चाहिँ एउटा साकार पार्न सक्छौँ र त्यसको लागि चाहिँ हामीले कन्ट्रिब्युसन गर्न सक्छौँ भन्ने कुरा मलाई लाग्दछ। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व सभासद तथा कानुनविद राधेश्याम अधिकारीले संविधान नबन्नुमा भारत र चीनको हात रहेको दावी गर्नुभयो। अधिकारीका अनुसार माओवादी ठूलो दल भएर सही भूमिका खेल्न नसक्नेले पनि संविधान निर्माण नहुनु अर्को कारण रहेको बताउनुभयो। तर चीन र भारतको त्यतिकै रुचि थियो बिर्सिनु र भारत र चीनको रुचिको विषय वस्तु हुँदाखेरि तपाईँको के छ भने जातीय पहिचान सहितको संविधान बन्न सम्भव थिएन। यहाँ कुरा बुझ्नुहोस्, अमेरिकाको होला, नर्वेको होला, स्विडेनको होला, न्युयोर्कको होला, फलाना कन्ट्रीको होला। तर यति कुरा चाहिँ बुझ्नुहोस् के भन्नुहुन्छ भने किनभने त्यो चाहिँ खास कुरो हो। मैले आज तपाईँलाई त्यही भन्दैछु, बिबिसीले लिएको इन्टरभ्यू छ, त्यो आर्टिस्ट हुनुहुन्छ गएर जेट पारेर तपाईँ चाहिँ उसमा गएर हेर्नुभयो भने अहिले सुन्न सक्नुहुन्छ। उनी स्पष्ट भन्छ के भनेदेखि हरेक देशको नेपालको कस्तो संविधान बन्नुपर्छ भने नेपालीहरू जान्ने कुरा हामी त्यसमा गर्दैनौँ। तर नेपालको संविधान बन्दाखेरि भारतको पनि स्टेट छ, हाम्रो पनि स्टेट छ र त्यसमा मतलब के छ भने उत्तरको विशेष गरेर टिबेटसँग जोडिएका राज्यहरू जुन प्रदेशहरू बन्न गइरहेका छ, जस्तो तपाईँको शेर्पा प्रदेश, तामसालिङ प्रदेश र जडान प्रदेश, यो तिनवटा प्रदेशमा हाम्रो पनि रुचि छ। त्यति मात्रै भनेन उसले भन्न त कति छ भनिदियो भन्दाखेरि मधेसको जुन एक मधेस एक प्रदेश भनेको छ त्यो चाहिँ नेपालको टेरिटोरियल इन्टिग्रिटीको अगेन्स्टमा छ है। टेरिटोरियल यो छुट्याएर जाने हो, मुलुक सिद्धिने कुरा हो नेपालमा। त्यतिसम्म हामीले चाहिँ हुन्छ र यी कुराहरू त्यसै बनेन भन्ने कुरा हो। त्यो हाम्रो मात्रै बसको कुरा हुँदो रहेछ र नेपालका मार्क्सिस्टहरूले के बुझाइरहन्छन् भन्नुहुन्छ भने सबभन्दा बुझ्नुपर्ने उनीहरूले सबै कुरा चाहिँ उनीहरू जतिको किताब पढ्ने कोही पनि छैन मार्क्सको बारेमा। तर तपाईँको मार्क्स र एनएसले सम्बन्ध भनेको कम्युनिस्ट म्यानिफेस्टो हो, उनीहरूको मेजर डकुमेन्ट हो। कम्युनिस्ट म्यानिफेस्टोको मैले बुझेको क्रक्स अफ कुरा हो भने अरू कुरा आर्थिक कुराहरूमा शोषणका कुराहरूमा छुट्टै कुरा हो। तर एउटा कुरामा मार्क्सले भनेको त्यतिखेर पनि भनेको कुरा के भने अन्तर्राष्ट्रिय प्रभावबाट चाहिँ कुनै पनि मुलुक अछुतो हुँदैन। अहिलेका नेतामा विचारको परिवर्तन हुनै अबको निकास रहेको अधिकारीको भनाइ थियो। कार्यक्रमका सभापति समेत रहेका न्युयोर्क च्याप्टर सभापति कृष्ण पोखरेलले नेपाली काङ्ग्रेसप्रति युवाहरूको अझै पनि आशा र सकारात्मक सोच रहेको तर त्यो कुरा नेतृत्वले बुझ्न नसकेको गुनासो गर्नुभयो। यो फेडरलिजमको कुरा जुन राज्य संरचनाको कुराहरू छ त्यो जातीयताको आधारमा त्यो संरचना अथवा त्यो चाहिँ राज्यलाई विभाजन गरियो भने 60-40 हुन सक्छ, 50-50 हुन सक्ला, 50-49 हुन सक्ला। त्यो 49 मा भएको अर्को जनजाति त आखिर जसरी पनि थिचोमिचोमा पर्यो, त्यो तल पर्यो, त्यसले त्यसको राइट्स त आफू चाहिँ डोमिनेट भएको फिल गर्न सक्छ भने चाहिँ त्यहाँ फेरि अर्को खालको एउटा चाहिँ फेरि रिभोल्युसन हुन सक्छ, त्यसले स्थिरता दिन सक्दैन भन्ने खालको हाम्रो सोच रहेको छ विदेशमा रहने हामी डेमोक्रेट साथीहरूको। कृष्ण पोखरेलको सभापतित्व विकास विष्टको सञ्चालनमा भएको कार्यक्रममा लेखक विष्णु बैजू, मिस नेपाल USA 2012 की प्रतिस्पर्धी वर्षा मोक्तान र
वन्दना कोइराला लगायतले संविधान निर्माणको असफलता र राजनीतिक दलका नेताहरूको कामप्रति असन्तुष्टि व्यक्त गरेका थिए। दर्शकबिन, यतिखेर हामी कार्यक्रम कम्युनिटी हलचलमा छौँ र कम्युनिटी हलचलमा हामीले अमेरिकामा भएका विभिन्न खालका गतिविधिहरूलाई समेटेर देखाइरहेका छौँ। पक्कै पनि मानिसहरू विदेशमा गइसकेपछि पैसा कमाउने र पक्कै पनि आफ्नो परिवारलाई केही आर्थिक रकम सहयोग गर्ने सबैको चाहना हुन्छ र धेरै मानिसले त्यही कुरामा सीमित भएका हुन्छन्। तर यतिखेर हामी कुराकानी गर्दैछौँ अमेरिकामा आएर पनि आफ्नो समाज र आफ्नो गाउँलाई सम्झँदै केही युवाहरूले केही दिन अगाडि मात्र नेपालको सेतीबाढी पीडित जुन पोखराको आसपासमा भएको थियो, जहाँ धेरै मानिसले ज्यान गुमाउनु परेको थियो भने सयौं मानिस घरबार विहीन हुनु परेको थियो। अमेरिकामा बसिरहेका 5 जना युवाहरूले आफ्नो गाउँलाई सम्झँदै केही रकम नेपाल पठाएका छन्। आउनुहोस् हेरौँ यही विषयलाई समेटेर तयार पारिएको यो विशेष रिपोर्ट। अमेरिकाको न्युयोर्क र न्यू जर्सीमा बस्दै आएका कास्की र गोर्खाका केही नेपाली युवाहरूले कास्कीका बाढी पीडितहरूलाई पाउने 3 लाख नेपाली रुपियाँ पठाएका छन्। कास्कीका चन्द्रमान गुरुङ, टिकराज गुरुङ, धन गुरुङ, दिपेश गुरुङ र गोर्खाका शान्ता गुरुङको पहलमा सङ्कलन गरिएको 2,76,634 रुपियाँ अर्थात् 3,140 अमेरिकी डलर कास्कीको खाडापानीमा गएको बाढीबाट विस्थापित परिवारलाई पठाइएको हो। त्यसका लागि न्युयोर्कको ज्याक्सन हाइटका व्यवसायी रवि गौतमले पनि सहयोग गरेका थिए। रकम सङ्कलनमा विशेष पहल गरेका चन्द्रमान गुरुङले भने अमेरिकामा बसे पनि हामीमा नेपाली मन छ, त्यसैले पीडित नेपालीहरूलाई सहयोग गर्ने इच्छा लागेर हामीले रकम सङ्कलन गरेर पठाएका हौँ। तपाईँको चाहिँ बाढी पीडित गयो भने हामीलाई थाहा थियो होइन। अब म चाहिँ एक दिन काममा जाँदाखेरि मेरो यसो गर्दा त्यति काम पनि बिजी थिएन त्यो बेलामा, यसो सोच्दाखेरि मैले चाहिँ मेरो मनमा यो कुरा निस्क्यो कि अब अलिअलि यसो पैसा उठाउन पाएँ नि होइन। न्युयोर्कमा हामी यसरी बसिरहेको छ सबै साथीभाइहरूसँग तपाईँको 1-2 पैसा 1-2 डलर होइन अब केही राहत गर्न सकिन्छ कि भनेर गर्दाखेरि मैले चाहिँ उहाँ गणेश सोल्टी र दिपेश भाइलाई चाहिँ मैले फोन गरेर उनीहरूलाई भन्दाखेरि उनीहरूले चाहिँ भन्नुभयो कि एकदम राम्रो कुरा हो होइन, तपाईँको राख्नुभएको कुरा राम्रो हो भन्दाखेरि अनि मेन गरेर हामीले टिका दाई सन्तोष दाईलाई यसरी कुरा गर्दै अनि शान्त सोल्टी मैले कुरा गर्दाखेरि उनीहरूले चाहिँ हुन्छ गरौँ होइन, जति उठे पनि हामीले उठायो नि, जति उठे पनि एउटा चाहिँ ठाउँमा पुग्नु पऱ्यो भन्ने कुरा गर्दाखेरि त्यही भएर चाहिँ हामीले चाहिँ एउटा मनोबल त्यसरी आएको खास गरी होइन। अब त्यो गरौँ कि भनेर चाहिँ हामीले गर्दाखेरि अहिले चाहिँ अब धेरै थोरै हामीले रकमहरू उठाइरहेको छु। न्युयोर्क, न्यू जर्सी र पेन्सिल्भेनिया क्षेत्रमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकम कास्कीकी सरिता गुरुङ मार्फत पीडित परिवारहरूलाई हस्तान्तरण गरिने भएको छ। सरिता गुरुङले फेसबुक मार्फत रकम सङ्कलन गरी विभिन्न ठाउँमा समस्या परेका नेपालीहरूलाई सहयोग गर्दै आएकी छिन्। केही दिनभित्रै सङ्कलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिने उनले जानकारी दिइन्। मेन कुरो त अब दुःख सुख सबै पर्छ होइन, अब कतिखेर दुःख आइपुग्छ भन्ने कुरा त कसैले थाहा हुँदैन होइन। अब त्यस्तो भइहाल्यो अब पोखराको त्यो क्षेत्रमा होइन। त्यसैले गर्दा चाहिँ हाम्रो अब साथीभाइसँग कुराहरू हुन्छ, मेन त सोल्टीसँग कुरा हुन्छ, सोल्टी त्यो कुराहरू ल्याउनु भयो। त्यसैले गर्दा लेट्स गो गरौँ त, के गरे के हुन्छ भने त होइन। हामीले अब यतिकै 2-4 डलर खर्च गर्नुभन्दा तँले सेभ गरौँ त भनेर तँले पनि कलेक्ट गरौँ, साथीभाइहरूले पनि मागौँ त भनेर त्यसैले गर्दा पनि हामीले एउटा कलेक्सनहरू राख्यौँ। त्यो गरेर त्यसैले गर्दा एउटा कुराले एउटा सुन्दर सिटी भनौँ एउटा पोखरा होइन। अब त्यस्तो आकस्मिक बिहान उठेर तपाईँले चाहिँ एउटा न्युज हेर्दाखेरि सबैको मनमा चाहिँ एउटा कस्तो फिल भयो भने साह्रै ठुलो एउटा नरमाइलो चाहिँ एउटा के भन्छ त्यसलाई अब एक्सिडेन्ट एउटा भनौँ अब नेचुरल कज जस्तो जुन भयो। अब त्यो कुरा हेर्दाखेरि अब मनमा सबैको मनमा चाहिँ जागिरहेको हुन्छ कि अब सेवा गर्न पाएँ भने एउटा जागिरहेको हुन्छ। तर हामीले चाहिँ त्यो कुरालाई अब धेरै मान्छेहरूले हामीलाई सहयोग गर्नुभएको छ। त्यो एउटा फिल बनाउन सकेकोमा चाहिँ हामी धेरै खुसी छौँ र जति पनि सहयोग गर्नुपर्छ त्यो दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। त्यो पोखरामा एकैचोटि यस्तो भयो भने सुन्यो, तर मैले पोखराको पहिला धेरै साथी थिएन, पछि उहाँहरूसँग चिनजान भयो। म गोर्खा परे पनि मैले मनमा सोचिरहेको थिएँ यस्तो गरेर राम्रो होला भने, पछि उहाँले यस्तो भावना ल्याउनु भयो। अनि आएर चाहिँ सबैजना मिलेर यो चाहिँ सहयोग जुटाएँ। अब पठाउने तत्गरमा छ र योभन्दा 1 वर्ष अगाडि हाम्रो गाउँमा चाहिँ अब यस्तो हैजा लागेर मान्छे मऱ्यो, त्यसले यहाँ सबै मिलेर सहयोग गरेको थियो। पक्कै पनि यो यस्तो उसमा सघाउँदाखेरि देशको लागि सघाउँदाखेरि पक्कै पनि खुसी नै लाग्छ।
यस्तै दाइले अब भन्नुभयो कि यस्तो भएर प्राकृतिक प्रकोप भएर यस्तो हुँदाखेरि चाहिँ हामी केही सहयोग गरौँ भन्ने भावनाले दाइहरूले जुन समूह बनाएर सहयोग गर्नुभयो त्यसको लागि पनि मैले पनि दाइ म पनि सकेको जति सहयोग गर्छु भनेर आफूले चाहिँ अब देशको लागि सानो भए पनि केही होस् भनेर सहयोग गरेको त्यसको लागि चाहिँ खुसी लागिरहेछ। आगामी दिनमा पनि कुनै नेपालीलाई समस्या पर्दा आफूहरूले सक्दो सहयोगका लागि पहल गर्ने उनीहरूले बताएका छन्। कास्कीका नेपालीहरूलाई मात्र होइन, नेपाल वा विश्वका जुनसुकै स्थानमा रहेका नेपालीहरूलाई पनि समस्या पर्दा आफूहरू सक्दो सहयोगका लागि तयार रहने उनीहरूले बताएका छन्। सहयोगमा जुटेका टेकराज गुरुङले भने हामीले गरेको यो कामबाट अरू नेपालीहरूलाई पनि सहयोगका लागि प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेका छौँ। 1 महिनाको अवधिमा 84 जनाबाट राहत रकम सङ्कलन गरिएको हो। यसरी 5 जना युवाहरूको पहलमा गरिएको सहयोगको नियोगका पत्रकार विष्णु पौडेलले पनि प्रशंसा गरेका छन्। पोखराका पत्रकार पौडेलले अमेरिकामा रहेर पनि नेपालमा रहेका नेपालीहरूलाई सहयोग गर्ने यी युवाहरूको काम निकै सराहनीय भएको बताए। उनले भने उनीहरूबाट अरूले पनि पाठ सिक्नुपर्छ। अमेरिकामा बसेर नेपालमा दुःख पर्दा सहयोग गर्ने यी युवा युवतीहरूलाई हाम्रो पनि सल्युट छ। दर्शकवृन्द, अमेरिकामा भएका विभिन्न खालका गतिविधिहरूलाई देखाउने कार्यक्रम कम्युनिटी हलचल आजको लागि यही पुरा हुन्छ। हामीले तपाईँको आसपास अथवा तपाईँको कम्युनिटीमा भएका विभिन्न खालका कार्यक्रमहरूलाई देखाउँदै जानेछौँ। यदि तपाईँको कम्युनिटीमा पनि कुनै खालका कार्यक्रम हुँदैछन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रम कम्युनिटी हलचल यही पुरा हुन्छ। अर्को हप्ता नयाँ नयाँ विषयका साथ फेरि आउनेछौँ। तपाईँ भने वाटिमा टिभी हेर्दै गर्नुहोस्। नमस्ते।